नमस्ते सबैलाई। आजको यस प्रस्तुतिमा हामी एउटा यस्तो मेडिकल रहस्यको गहिराईमा पुग्दैछौँ नि जसले पूरै विश्व स्वास्थ्य क्षेत्रलाई नै एकछिनको लागि स्तब्ध बनाएको थियो। कल्पना गर्नुस् त, अनन्त निलो समुद्रको बीचमा चारैतिर पानी नै पानी, अनि त्यहाँ अचानक एउटा अदृश्य शत्रुले आतंक मचाउन थाल्छ। सुन्दै आङ सिरिङ्ग हुन्छ हैन र? यो कुनै सामान्य रोगको कथा पक्कै होइन। यो त मानिसले बनाएको अत्याधुनिक पानी जहाज र प्रकृतिको एकदमै सूक्ष्म तर ज्यानमारा भाइरस बीचको डरलाग्दो जम्खाभेटको कथा हो। सुरु गरौँ है त। लौ त, अब यसमा गहिरिएर हेरौँ। यो भनाइ सुन्नुस् है। समुद्रको बीचमा सुरु भएको एउटा रहस्यमय बिरामीले संसारको ध्यान तान्यो। सामान्य मुसाबाट सुरु भएको भाइरसले क्रुज सिपभित्र डर, आपतकाल र विश्वव्यापी चिन्ता फैलायो। सुन्नुभयो नि, यहाँ सबैभन्दा डरलाग्दो कुरा भनेकै आइसोलेसन अर्थात् एक्लोपन हो। जमिनबाट सयौं माइल टाढा, जहाँ चाहिने बित्तिकै कुनै डाक्टर वा हेलिकप्टर पुग्न लगभग असम्भव हुन्छ। त्यस्तो ठाउँमा एउटा नचिनेको रोग फैलिनु भनेको साँच्चै भन्नुपर्दा कल्पनाभन्दा बाहिरको कुरा हो। एकदमै उच्च जोखिम। भाग 1, एमभी हन्डियस घटना, दक्षिण अटलान्टिकमा सङ्कट। अब हामी ठ्याक्कै त्यही समयमा जाउँ जब एउटा रमाइलो समुद्री यात्रा अचानक जीवन र मृत्युको दोसान्धमा पुगेको थियो। कुरा के हो भने, एमभी हन्डियस नामको यो जहाज दक्षिण अटलान्टिक महासागरको शान्त यात्रामा निस्किएको थियो। तर जहाजभित्र अचानक एउटा अकल्पनीय सङ्कट सुरु भयो। मानिसहरू धमाधम बिरामी पर्न थाले, र यो कुनै सामान्य समुद्री चक्कर लाग्ने रोग वा खान नपचेर भएको समस्या थिएन नि। मुख्य भूमिबाट त्यति धेरै टाढा, आफूसँग भएको सीमित औषधि र डाक्टरहरूको भरमा मात्रै त्यो नचिनेको रोगसँग लड्नुपर्ने अवस्था। सोच्नुस् त, जहाजका कर्मचारी र यात्रुहरूमा कस्तो हाहाकार मच्यो होला। साँच्चै नै मुटु काप्ने अवस्था थियो त्यो। भाग 2, प्रकोपको उत्पत्ति खोज्दै पहिलो बिरामी अर्थात् पेसेन्ट 0 को समयरेखा। अब अगाडि बढौँ र हेरौँ यो सङ्कट आखिर सुरु कसरी भयो त। अनुसन्धानकर्ताहरूले जब यसको जरा खोज्दै गए नि, उनीहरूले के पत्ता लगाए भने यो सङ्कटको बिउ जहाजमा होइन, जमिनमै रोपिएको रहेछ। यो समयरेखा हेर्नुस् त, जहाज चढ्नुभन्दा केही दिन अगाडि मात्रै एकजना यात्रु अर्जेन्टिना घुमिरहेका थिए। अनुसन्धानकर्ताहरूलाई के लाग्छ भने त्यही घुमघामको क्रममा ती यात्रु भाइरस बोक्ने मुसा, जसलाई हामी रोडेन्ट भन्छौँ नि, हो त्यसको सम्पर्कमा पुगे। त्यसपछि पहिलो दिन उनी एमभी हन्डियस जहाज चढे। उनलाई आफूसँग भाइरस छ भन्ने पत्तै थिएन। भाइरस एउटा सुसुप्त अदृश्य यात्रु बनेर जहाजभित्र छिरिसकेको थियो, अनि जहाज हेरेको केही दिनपछि मात्रै ती व्यक्तिमा 81 गम्भीर लक्षणहरू देखिन थाले। भाग 3, एन्डिज स्ट्रेनको खतरा, एउटा प्राणघातक म्युटेसन। यो कुनै सामान्य रुगाखोकीको भाइरस थिएन है। जब डाक्टरहरूले यो कुन भाइरस हो भनेर पत्ता लगाए, उनीहरूको त होस नै उड्यो। र यसले एकदमै प्रश्न पार्छ कि यो घटना किन यति भयानक थियो। यहाँ हेर्नुस् है, देब्रेपट्टि छ सामान्य हन्था भाइरस जुन मुसाको मलमूत्रबाट मानिसमा सर्छ, तर एक मानिसबाट अर्को मानिसमा सर्दैन। ठिकै छ, यो पनि नराम्रो त हो। तर दाहिनेपट्टि हेर्नुस् त, यो हो एन्डिज स्ट्रेन। यसको सबैभन्दा खतरनाक पक्ष के हो भने यो कहिलेकाहीँ मानिसबाट मानिसमा पनि सिधै सर्न सक्छ। हो, यही एउटा सानो तर एकदमै घातक परिवर्तनले गर्दा जहाजभित्र एउटा सानो रोगको केस पनि ठूलो महामारी बन्ने सम्भावना एकदमै बढेको थियो। भाग 4, क्रुज सिपको वातावरण, सङ्क्रमणको लागि सबैभन्दा अनुकूल अवस्था। अब यहाँ एउटा एकदमै गम्भीर प्रश्न उठ्छ है। यस्तो मानिसबाट मानिसमा सर्ने खतरनाक भाइरसको लागि पानी जहाज नै किन सबैभन्दा खराब र खतरनाक ठाउँ हो त? यसको जवाफ जहाजको बनावटमै लुकेको छ। यसलाई एउटा पर्फेक्ट स्टर्म वा भनौँ विनाशको लागि चाहिएको सबैभन्दा राम्रो माहौल मान्न सकिन्छ। पहिलो कुरा, सयौं मानिसहरू एकदमै खादिएर सानो ठाउँमा बसिरहेका हुन्छन्। दोस्रो, खाना खाने ठाउँ एउटै हुन्छ जहाँ जहिले पनि भिडभाड हुन्छ। तेस्रो, र मलाई लाग्छ यो सबैभन्दा डरलाग्दो कुरा हो, त्यहाँको बन्द वातावरण। एयर कन्डिसनको त्यही एउटै हावा एउटा कोठाबाट अर्को कोठा हुँदै घुमिरहन्छ। अनि चौथो कुरा त हामीले भनिहाल्यौं, अस्पताल जानको लागि पूर्ण असम्भव। यी सबै कुराहरू मिल्दाखेरि एउटा बिरामीबाट सयौं स्वास्थ्य मानिसमा भाइरस सर्न योभन्दा सजिलो ठाउँ अर्को हुनै सक्दैन थियो।
अब यस्तो सजिलो वातावरण पाएपछि भाइरस कहाँ चुप लागेर बस्थ्यो र जहाजमा संक्रमण आगो जस्तै फैलिन थाल्यो। बिरामीहरूमा देखिएको लक्षण साँच्चै नै मुटु कमाउने खालको थियो। सुरुमा बिरामीलाई एकदमै उच्च ज्वरो आउने र शरीर असाध्यै दुख्ने भयो, तर कुरा त्यहीँ रोकिएन। दोस्रो चरणमा पुग्दा त बिरामीहरूलाई सास फेर्न एक्कासी गाह्रो हुन थाल्यो। भाइरसले सिधै फोक्सोमा आक्रमण गरिरहेको थियो नि त। अनि अन्तिम चरणमा पुग्दा धेरै मानिसहरूको अवस्था अत्यन्तै नाजुक बन्यो र एकदमै दुःखद कुरा, केही संक्रमितहरूले त त्यही जहाजमै आफ्नो ज्यान समेत गुमाउन पुगे। भाग 5 विश्वव्यापी प्रतिक्रिया र आश्वासन सामुद्रिक खतरालाई नियन्त्रण गर्दै। जहाजभित्रको यो रुवावासी बाहिरिएपछि अब यो एउटा जहाजको मात्रै कुरा रहेन, पुरै विश्वको ध्यान यता तानियो। हेर्नुस्, ह्यान्टाभाइरसको मृत्युदर एकदमै उच्च छ। त्यसमाथि यो एन्टिस्ट्रेन मानिसबाट मानिसमा सर्ने। यदि ती यात्रुहरू जहाजबाट ओर्लिएर आफ्नो देश फर्किएका भए के हुन्थ्यो होला? पूरै विश्वमा अर्को महामारी फैलिने डर थियो। त्यही भएर तत्कालै स्वास्थ्य आपतकाल घोषणा गरियो। यात्रुहरूलाई एकदमै कडा निगरानीका साथ आइसोलेसनमा राखियो। अनि विभिन्न देशका स्वास्थ्य निकायहरूले यो भाइरसलाई जसरी पनि रोक्न एक आपसमा मिलेर काम गर्न थाले। यो साँच्चै नै एउटा विशाल बहुराष्ट्रिय अपरेसन थियो। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यति धेरै डर र त्रासको बीचमा पनि विज्ञानले हामीलाई एउटा ठूलो राहत दियो। विश्वभरका स्वास्थ्य विशेषज्ञहरूले यो पुरै घटनाको एकदमै सूक्ष्म अध्ययन गरे र उनीहरूको निष्कर्ष के थियो थाहा छ? उनीहरूले भने कि यो घटनाबाटै ठूलो विश्वव्यापी महामारी फैलिने सम्भावना एकदमै कम छ। समयमै गरिएको कडा आइसोलेसन र विभिन्न देशहरूको निगरानीले गर्दा भाइरसलाई त्यहीँ रोक्न सफल भयो। यसले तत्कालको लागि विश्वभर फैलिएको डरलाई शान्त त पार्यो। तर यस घटनाले एउटा एकदमै गम्भीर प्रश्न भने पक्कै छोडेर गएको छ है। आजको यो युग भनेको मानिसहरू लगातार र एकदमै छिटो विश्वभर घुमिरहने युग हो। आज एउटा देशमा भएको भाइरस भोलि अर्को देशमा पुग्न कति नै पो समय लाग्छ र? एमभी हन्डियसको यो घटना त एउटा सानो चेतावनी मात्रै पनि हुन सक्छ। भोलिका दिनमा समुद्रको बीचमा रहेको कुनै विशाल जहाजमा यस्तै अर्को कुनै अज्ञात र रहस्यमय रोग देखा पर्यो भने त्यसलाई विश्वभर फैलिन नदिन हाम्रो स्वास्थ्य प्रणाली साँच्चै कतिको तयार छ त? यो यस्तो प्रश्न हो जसले हामी सबैलाई एकछिन रोकिएर सोच्न बाध्य बनाउँछ।